आज हामी नेपालको काभ्रेपलाञ्चोक जिल्लामा रहेको ऐतिहासिक नगर पनौतीका केही महत्त्वपूर्ण तथ्यहरू जान्नेछौँ। पनौती नेपालका सबैभन्दा पुराना नेवार बस्तीहरूमध्ये एक मानिन्छ। यो नगर आफ्नो समृद्ध संस्कृति, प्राचीन मन्दिर र मौलिक नेवारी जाति शैलीका लागि प्रसिद्ध छ। पनौतीको नाम संस्कृत शब्द पुण्यवतीबाट आएको मानिन्छ, जसको अर्थ पवित्र स्थान हो। यहाँ रोशी खोला र पुण्यवती खोलाको सङ्गम रहेको छ। स्थानीय विश्वास अनुसार अदृश्य रुद्रवती नदी पनि यही स्थानमा मिसिने भएकोले यसलाई त्रिवेणी सङ्गम मानिन्छ। पनौतीको जनजीवनमा नेवार संस्कृति गहिरोसँग जोडिएको छ। यहाँका धेरै परिवारहरूले आज पनि आफ्नो परम्परागत भाषा, संस्कृति, वेशभूषा, रीतिरिवाजलाई जोगाइरहेका छन्। नेवार समुदायमा सामूहिक कार्य, गुठी व्यवस्था र धार्मिक परम्पराको विशेष महत्त्व रहेको छ। पनौतीको सबैभन्दा प्रसिद्ध धार्मिक सम्पदा इन्द्रेश्वर महादेव मन्दिर हो। यो मन्दिर नेपालका सबैभन्दा पुराना मन्दिरहरूमध्ये एक मानिन्छ। यसको निर्माणमा प्रयोग गरिएका काठका कलात्मक आकृति, नेवारी शैलीका झ्याल र परम्परागत प्यागोडाका वास्तुकला विशेष आकर्षण हुन्। इन्द्रेश्वर मन्दिर बाहेक यहाँ ब्रह्मयानी मन्दिर, उन्मक्त भैरव मन्दिर, कृष्ण मन्दिर तथा विभिन्न बहाल र चैत्यहरू रहेका छन्। यो सम्पदाहरूले पनौतीको धार्मिक र सांस्कृतिक महत्त्वलाई झन बढाएका छन्। पनौतीमा वर्षभरि विभिन्न जात्रा तथा पर्वहरू मनाइन्छन्। मकर मेला, भैरव जात्रा र ब्रह्मयानी जात्रा यहाँका प्रमुख धार्मिक उत्सवहरू हुन्। यो पर्वहरूमा स्थानीय बासिन्दाहरू परम्परागत बाजागाजा, नाचगान र धार्मिक विविधतामा सहभागी हुन्छन्। पनौतीका पुराना घर रातो इँटा, काठका झ्याल र कलात्मक कुदाइले सजिएका छन्। यी संरचनाहरूले मध्यकालीन नेवारी वास्तुकलाको उत्कृष्ट नमुना प्रस्तुत गर्छन्। आज पनौती धार्मिक केन्द्र नभई सांस्कृतिक पर्यटनको महत्त्वपूर्ण गन्तव्य बनेको छ। यहाँ आउने पर्यटकहरूले प्राचीन मन्दिर, नेवार संस्कृति, परम्परागत जीवनशैली र ऐतिहासिक सम्पदाको अवलोकन गर्ने गर्छन्।